नेपालको त्यो ताल जसलाई स्वयं भगवान शिवले आफ्नो त्रिशूलबाट बनाउनु भएको थियो। तर रोक्नुहोस्, यसको रहस्य सिधै भगवान विष्णुको क्षीर सागरसम्म पुग्दछ। यो कथा समुद्र मन्थनबाट सुरु हुन्छ, जब सृष्टिलाई बचाउनका लागि शिवले हलाहल विष पिउनुभयो र त्यसको जलनले उहाँको कण्ठ, घाँटी डढ्न थाल्यो। त्यो असह्य पीडालाई शान्त पार्न भगवान शिव हिमालय पुग्नुभयो। त्यहाँ उहाँले आफ्नो त्रिशूलले एउटा चट्टानलाई फुटाउनुभयो र त्यसबाट निस्किएको जलधाराले एउटा पवित्र तालको निर्माण गर्यो, जसलाई आज हामी नेपालको गोसाईकुण्डका नामले चिन्दछौं। शिवले यही शीतल जल पिएर आफ्नो पीडा शान्त गर्नुभयो। तर पर्खनुहोस्, यो तालको रहस्य यही सकिँदैन। यस हिमालय क्षेत्रभन्दा केही किलोमिटर टाढा तल काठमाडौँ उपत्यकाको काखमा अर्को एउटा चमत्कार छ, बुढा नीलकण्ठ मन्दिर। यहाँ पानीको बीचैमा 5 मिटर लामो एउटै कालो चट्टानबाट कुन्दिएको भगवान विष्णुको अद्भुत मूर्ति छ, जो शेषनागको शय्यामा शयन गरिरहनु भएको छ। अब त्यो रहस्य जसले यी दुवै स्थानलाई जोड्दछ। स्थानीय मान्यता छ कि गोसाईकुण्डको पानी भूमिगत रूपमा सिधै बुढा नीलकण्ठको यो कुण्डसम्म आउँछ। मानिसहरू विश्वास गर्छन् कि अगस्त महिनामा जब गोसाईकुण्डमा जनै पूर्णिमाको मेला लाग्छ, बुढा नीलकण्ठको यस कुण्डमा पनि दूध जस्तो सेतोपन देखिन्छ। मानौ शिवको कुण्डको शीतलता र पवित्रता यहाँ प्रकट भइरहेको छ।